त्यति बेलै जमिँदाखेरि हो यो अब त्यसरी औँलाको यसो गरेर काटिन्थ्यो। पहिले त्यो सिद्धि देवलोकबाट आगमन भई राज दरबारमा मुमाको गर्भमा प्रवेश गरी लुम्बिनी बगैँचामा जन्म लिनुहुने भगवान देव आदि देवलाई नमस्कार गर्छु। शक्य दरबारमा 32जना आदि दादी आमाले सेवा सत्कार गरी शक्य नगरमा शिल्पकला प्रदर्शन गरी कपिल वस्तुमा यशोधरालाई स्वीकार गर्ने त्रिलोकमा आसमान काय बुद्धलाई नमस्कार गर्छु। नगरको 4 द्वारमा बैरक लागेको बहाना गरी विशुद्ध स्तूपको सामुन्नेमा शिर मुण्डन गरी निरञ्जन नदीको नजिक तपस्या गरी 2 आवरणको दोषबाट मुक्त बुद्धलाई म नमस्कार गर्छु। राजगृहमा बौला हात्तीलाई तह लगाउने वैशालीमा बोधिसत्व बाँदरले मह चढाएको मगधमा मुनि सम्बुद्ध हुनुभई विज्ञको ज्ञान प्रज्वलित बुद्धलाई म नमस्कार गर्छु। वाराणसीमा धर्मचक्र प्रवर्तन गर्नुभई तेजवनमा महारिद्धि शक्ति प्रदर्शन गरेर कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्ने आकाशसम्म चित्तको हजुरलाई म नमस्कार गर्छु। यसरी शासनपति भगवान तपाईँको चरित्र लीलाको संक्षिप्तमा प्रशंसा गरेको पुण्यले समस्त प्राणीको आचरण पनि सुगत तपाईँको कार्य लीलामा समान होस्। सुगत तपाईँको कार्य प्रतिभा जे जस्तो छ सपरिवार शरीरको नापन आयु भुवन तथा तपाईँको भद्र शुभ नाम जे जस्तो छ त्यस्तै प्रकारको हामीहरू पनि हुन पाऊँ। तपाईँको स्तुति गरी प्रार्थना गरेको शक्तिले हामीहरू रहेको जुनसुकै स्थान दिशामा रोग ग्रह गरिबी दरिद्र जय जगड शान्त भई धर्म र शुभ मङ्गल कार्य फैलिएर जाओस्। जय अब हामीले सप्ताङ्ग पूजा विधि गर्छौँ है। अब अब त्यहाँ उहाँबाट हामीले के लिन्छौँ त भन्दा बोधिसत्वको सिल ग्रहण गर्नुपर्ने हुन्छ। त्योभन्दा अगाडि चाहिँ हामीले अब सप्ताङ्ग पूजा गर्नुपर्छ। फगवासँग जब जिनेश्वर दाजु भन्ने हुन्छ नि मलम हो त्यो सप्ताङ्ग जिनेश्वर दाजु जब मलम गर्दैन हो। अब उहाँहरू यो चाहिँ अब सप्ताङ्ग मात्रै आउँछ है मेन्डल चढाउनलाई। जिनेश्वर दाजु जित्दैन भनेको चाहिँ 10 दिशाको लोकमा जो जति भएको त्रिकालका सबै नरसिंह बुद्धहरू म अशेष तदगा सबैलाई तन मन र वचन र प्रसन्नपूर्वक ढोग गर्छु। भद्रचारी सम्पूर्ण जीवहरू चित्तद्वारा साक्षात्कार गरी भूमिको धुलो समान शरीरले निहुरेर समस्त जिनहरू ढोग गर्छु। एक कणमा रहेका जति धुलो समान बुद्धहरू बुद्ध पुत्रहरूको बिचमा विराजमान हुनुहुन्छ त्यसै गरी सम्पूर्ण धर्म धातुहरू सबै जिन बुद्धले भरिएको श्रद्धा गर्नेछु। उहाँहरूलाई प्रशंसा गरेका अक्षय समुद्रहरूको मिठो स्वरको अङ्ग र सागर रूपी शब्दले सबै जिन बुद्धहरूको गुण वर्णन गरी म सबै सुगत बुद्धहरूको स्तुति गर्छु। बोधिचित्त रत्न धारण गर्नको निमित्त तथागत बुद्ध र बोधिसत्व निर्मल रत्न र बुद्ध पुत्र गुण सागरहरूमा विधिपूर्वक पूजा गर्छु। अब मेन्डल चढाउनु पर्छ। चामल यहाँ छ आऊ।